पेनिन्सुला रेस्टुरेन्ट पिएनो क्रुजमा आइपुगेका छौँ। यो ब्रिटानिया पानी जहाज हो। हामी बाल्टिक सागरको यात्रामा क्रमशः अगाडि बढिरहेका छौँ। यस्ता यस्ता प्रकारको रेस्टुरेन्ट छ। यहाँ लगभग 700 जना मानिसहरूले सँगसँगै मजाले बसेर खाना खान सकिन्छ। कुनै कुनै टेबलहरूमा 3, 6, 9, 10 जना, 4 जना, 6 जना र 2 जनाको पनि छ। पहिला अग्रिम बुक गर्न पनि सकिन्छ र यदि अग्रिम बुक गर्नु सक्नु भएको छैन भने हिँडेर आएर पनि भन्दा पनि दिन्छ। तपाईको यहाँ मजाले 7औं तलामा बसेर खाना खाँदै खाँदै क्यानिको लिभिक क्लोजर अनि यसरी समुद्रको भ्यू हेर्दै हेर्दै मजाले खाना खान सकिन्छ। यो अगाडिको चाहिँ बाल्टिक सागर हो। हामी बाल्टिक सागरमा क्रमशः यात्रा गरिरहेका छौँ र उत्तरी सागरतर्फ लागिरहेका छौँ। साह्रै मजाको ठाउँहरू, अत्याधिक राम्रो। पेनिन्सुला रेस्टुरेन्टको यो रेस्टुरेन्ट हो अनि हरेक बेलुका चट्ट यहाँ बसेर मजाले तपाईको डीजे भन्छ, डिनर ज्याकेट लगाउने हो, ब्ल्याक टाई लगाएर। आज पनि ब्ल्याक टाई नाइट छ। ब्ल्याक टाई मजाले खाना खान मिल्छ। अत्याधिक राम्रो राम्रो ठाउँहरू छ। हाम्रा छिमेकी मुलका मानिसहरू यहाँ सबभन्दा बढी काम गर्छन्। यो एकदम रमाइलो छ। धेरै धेरै धन्यवाद। आपका बहुत शुक्रिया।